सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आइपिओ कसरी भर्ने मैले त्यो सिकाउन गइरहेको छु। 1 मिनटको भित्रमा आइपिओ भर्न सकिन्छ। पहिला त्यो मेरो सेयर ओपन गर्ने। मेरो सेयर ओपन गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ फर्स्ट टाइम आयो होइन। यो यदि आएन भने, यस्तो आयो भने यहाँ माई एसवा छ, माई एसवामा क्लिक गर्ने। अनि त्यहाँ यो अप्लाई इस्यु यहाँ देख्न सक्नुहुन्छ। अप्लाई इस्युमा अलरेडी आएको छ अनि म डाइरेक्ट अप्लाई गर्छु। अनि अप्लाई गरिसकेपछि यहाँ प्रोसिडमा गर्ने। प्रोसिडमा गरिसकेपछि जस्तै तपाईँको जति सिआरएन नम्बर हुन्छ नि, त्यो सिआरएन नम्बर हाल्नुपर्छ। फेरि कति किता किने त्यो यसमा किता हाल्ने। म 100 किता किन्छु। 100 किता किनेपछि 10,000 रुपियाँ लाग्छ होइन। अब यहाँ सिआरएन नम्बर आफ्नो हालिदिने। म सिआरएन नम्बर हाल्छु एकछिन। अब सिआरएन नम्बर हालिसकेपछि यहाँ टिक गरिदिने अनि अप्लाईमा क्लिक गरिदिने। अप्लाईमा क्लिक गरिसकेपछि यहाँ तपाईँको ट्रान्जेक्सन पिन माग्छ। मैले आफ्नो ट्रान्जेक्सन पिन हालेर अनि अप्लाई गरिदिन्छु। अब यहाँ देख्न सक्नुहुन्छ सक्सेसफुल भइसक्यो, अप्लाई भइसक्यो अनि 10,000 को मेरो त्यो सही किता आयो, किनिसकेको छु। अब परेपछि 7 दिन, टोटल 15 दिन 1 महिनाको भित्र रिजल्ट आइहाल्छ। भिडियो हेर्नको लागि धन्यवाद।